रोइलो गर्नै परेन नि योगेश भट्टराईहरूले। ओलीलाई नेतृत्वबाट हटाउनलाई अब उसले लो आऊ नि त महाधिवेशनबाट हटाऊ भनिदिएकै छ हैन। महाधिवेशन आयोजना गरिदिन्छु, नेतृत्व निर्माण गर्ने हो, विधान अधिवेशन गरिसकिहाल्यो, अब नेतृत्व निर्माण गर्ने हो हाम्रो महाधिवेशनले। मेरो नेतृत्वको प्रश्न छ भने आऊ महाधिवेशनमा लड लिए भनिदिएकै छ त हैन। अनि रोएर पाइन्छ नेतृत्व? प्रचण्डले पनि त्यो आँटेको थियो तर सिद्धिन्छु जस्तो लाएर यतातिर लाग्यो। ओलीले त खुलै गरिदिएको छ त, अब महाधिवेशन आयोजना गरिदिएको छ 17-28 गते आऊ जित भौ भन्नेकै छ त। मलाई त्यो कुरा चाहिँ ठिक हो। त्यसो भए होइन कुरा त ठिकै त हो नि, त्यो राम्रो होला नराम्रो होला अर्को कुरा हो, तर विधिको हिसाबमा हेर्दाखेरि केपीओलीले गरेको कुरा ठिक छ। नेतृत्व निर्माण गर्ने भने त्यो पार्टीको महाधिवेशनले गर्ने हो। महाधिवेशनले गर्ने भनेको कार्यकर्ताको मत जितेर हुने हो। तिमी बेठिक छौ वा ठिक छौ भनेर बाहिर हल्ला गरेर त भएन त। बेठिक भए कार्यकर्ताले बेठिक भन्छ, ठिक मान्छेलाई नेतृत्वमा ल्याउँछ।